गाइज वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी यो कुवेतमा भएको एउटा बङ्गाली मार्केट भन्ने ठाउँमा छौँ होइन। बङ्गाली मार्केट चाहिँ यहाँबाट यस्तो छ, यत्रो भिड हुन्छ यहाँ चाहिँ। यहाँ भनेको चाहिँ सबै नेपालमा पाइने सब्जीहरू तरकारीहरू सबै सुपथ मूल्यमा पाइन्छ कि। भनौँ न ल, सस्तो सस्तो नेपालतिर हरेक माल 30 रुपियाँ भने जस्तै तिर हरेक माल 30 रुपियाँ भने जस्तै यहाँ पनि रोबा रोबा हो क्या। केटाहरू छ होइन, केटाहरू जाँदैछन् हो। यहाँ चाहिँ यस्तो सस्तो सस्तो सामानहरू पाइन्छ होइन। रोबा भनेको चाहिँ नेपालको कति हुन्छ हौ? 200 रुपियाँ, तर महँगै हो नि यार नेपालको तुलनामा। 200 रुपियाँ, तर महँगै हो नि यार नेपालको तुलनामा। 200 ओन्ली। ए केटाहरू यता छ, यत्रो यहाँ भिड छ, कस्तो भिड हुँदो रहेछ यहाँ। ये हम लोग का कंपनी का आदमी है। रोबा रोबा मुला पूरा रोबा रोबा नहीं दिखेगा, कोई नहीं दिखेगा। यता हाम्रो दिदीहरू पनि हुनुहुँदो रहेछ है, नेपाली चेलीबेटी। यता हाम्रो दिदीहरू पनि हुनुहुँदो रहेछ है, नेपाली चेलीबेटी। ए कतिको हो यो? ए कतिको हो यो? बेच्ने हो यो? ए हिन्दीमा भन्नुपर्ने रहेछ त यार, बिर्सेछ यार मैले त। यता हाम्रो सोल्टिनीहरू छन् है, यहाँ हाम्रो पदम सोल्टी हुनुहुन्छ। 200 गरे, यत्रो टमाटर छ है, 200 गरे मात्र यार। यस्तो दामी आमा। यता रोबा 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 मात्रै रोबा। अरुनीहरू नि छ क्या यतातिर चाहिँ हो। यस्तै हो होइन। अब तपाईँहरू पनि कुवेतमा आएर चाहिँ होइन सब्जीहरू, नेपाली सब्जीहरू खोज्न चाहनुहुन्छ भने चाहिँ यो बङ्गाली मार्केट, यो महाबुल्लामा रहेको बङ्गाली मार्केटतिर आउनु होला। महाबुल्लामा सब्जी मात्रै, यहाँ हाम्रो सबै नेपाली दिदीहरू हो है, मम्मीहरू। मम्मी सब नेपाली। आप किधर से? बांग्लादेश से? इंडिया से। इंडिया से? इंडिया से। तुम इंडिया से हो? हम कोलकाता से। कोलकाता। ओके, यति कुरा भन्दै मैले चाहिँ यो होइन भिडियो बन्द गरेँ केटा हो। कमेन्टमा प्रतिक्रिया अनि के भन्छ त्यो डाटा